फाइनल गाई होइन अब चाहिँ हामी चाहिँ के गर्दैछौँ भन्दाखेरि सपिङ गर्न जाँदैछौँ। अब पार्टी गर्ने हो, पार्टी गर्ने भनेपछि त अब मासु सासु किन्नु पऱ्यो टक्क। त्यही भएर झोला आल्टीको झोला हामी जाँदैछौँ सपिङ गर्न मासु लिएर आउने। सो हामीले चाहिँ धेरै धेरै छान्यौँ होइन, धेरै अब खोज्यौँ। अब धेरै महँगो पनि गर्न सकिन्न, अलरेडी हामीले गिफ्ट किनिसकेको थियौँ। अनि त्यसपछि यो भनेको चाहिँ हाम्रो प्याङको लागि थियो। अनि त्यसपछि अब हामीले महँगो चाहिँ छानेनौँ। कतिसम्मको छान्यौँ भन त सित? 1.5 युरोको हामीले यो छान्यौँ चिपस्टिक रे। अब मलाई त थाहा पनि छैन, लगभग 2 भनौँ 1.79 युरो त्यसको छान्यो जस्ट फर प्र्याङ्क है। यो गिफ्ट होइन फेरि झुक्किनु होला यति सानो गिफ्ट कसले दिन्छ जब 1.79 को भनेर भन्नु होला। तर यो चाहिँ 1.79 को गिफ्ट होइन, हाम्रो गिफ्ट आउँदैछ। गिफ्ट आइसकेपछि हामी त्यो पनि भिडियो बनाउँ होला। फाइनल्ली हामीले चाहिँ गरिसकेको छौँ। अब म नुहाउँछु भनेको कोही नुहाउन भ्याइएन, किन भन्दाखेरि अब सरप्राइज दिने मान्छेको छुट्टी भइसक्यो, आउनको लागि लगभग 2 घन्टा लाग्छ। सो 2 घन्टाभित्रमा अब हामीले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि खाना पकाउनु पऱ्यो, मासु पकाउनु, पुलाउ पकाउनु पऱ्यो, मासु पकाउनु पऱ्यो, रोस्ट बनाउनु पऱ्यो। अझै अलिकति थोरै बाँकी छ बेलुनहरू। सो यहाँ छ, यो चाहिँ हाम्रो विशाल दोस्त हो, यिनीले पनि धेरै हेल्प गरेको छिन् होइन। आइफोन देखाइरहेको छिन् यिनी चाहिँ। त्यस्तै अब आइफोन हुनेहरू देखाउँछन्। अब हामीसँग के गरिरहेको छौँ भन्दाखेरि हामी बनाइरहेको छौँ, मैले जे भनेको थिएँ त्यही बनाइरहेको छु। यो हाम्रो रोस्ट भयो, यहाँ मासु बन्दैछ, अनि यहाँ हाम्रो पुलाउको लागि रेडी हुँदैछ। सो हाम्रो स्पेसल सब्जी होला, आज हाम्रो पार्टी हुन्छ। सो पार्टीमा लाइक गर्न नबिर्सिनु होला। अहिले सो गाइज अहिले चाहिँ हामी चाहिँ के गरिरहेको छौँ भन्दाखेरि हाम्रो यो मासु सासु लगभग अलरेडी सक्यो। अनि अब हाम्रो यहाँ मासु यो पनि भयो। अब चाहिँ हामी के गरिरहेको छौँ भन्दाखेरि हाम्रो यहाँ केक, सानो केक, चट्टा मिठो राम्रो होइन, हेर्दाखेरि राम्रो एकदमै। अब नाम लेखेको आउन्न नेपाल होइन, त्यही भएर चाहिँ अब हामीले चाहिँ यहाँ आफैले चक्लेट किनेर ल्याएर अनि त्यसपछि हामीले चाहिँ यहाँ के गरिरहेको छौँ, लिक्विड बनाइरहेको छौँ, चक्लेटमा पगालेर अनि त्यसपछि लेख्ने कार्यक्रम हामी गरिरहेको छौँ। सो हाम्रो मेहनत एकदमै छ। अब सरप्राइज लिने मान्छेले चाहिँ के गर्छन् भन्ने कुरो हो, कतिको देख्छन् लिन हेरौँ। फाइनली हाम्रो चाहिँ गिफ्ट आइसकेको छ। सो हाम्रो गिफ्ट भनेको चाहिँ होइन, हामीले चाहिँ अलरेडी हेरिसक्यौँ। अनि त्यसपछि के चाहिँ रहेछ भन्दाखेरि मतलब एउटा नर्मल प्याक रहेछ। अनि त्यसमा चाहिँ ह्याप्पी बर्थडे भनेर लेखेको रहेछ। सो गाइज अहिले चाहिँ हाम्रो चाहिँ अनि बेबी पनि आइसकेपछि नि, यिनीले चाहिँ म बेबी भन्छु होइन। ह्यान्डसम देखिहान्, तर हुन चाहिँ केटा हुन्, केटी जस्तो व्यवहार गर्छिन् कहिलेकाहीँ म मेरो अगाडि चाहिँ। हेर यहाँ, सो यस्तै छ सबिना। यो चाहिँ शीतलले लेख, बहुत मेहनत छ शीतल केसमा। अहिले मैले यस्तो गरेर छोयो भने शीतल मलाई पड्काइहाल्छ, त्यो मलाई थाहा। सो यो हाम्रो केकको हो। सो शीतल यिनी हुन्, काली सो गाइज अहिले चाहिँ मलाई चाहिँ एकदमै मतलब नरमाइलो फिल भइरहेछ। किन भन्दाखेरि एउटा साथी आयो होइन, अनिल भन्ने, तपाईँहरूले पनि चिन्नुहुन्छ होला। त्यही एउटा त्यो साथी जुन चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ, त्यो के भन्छ किन्डर सेक्सनमा गएर प्यान्ट किनेको वाला। सो ऊ आयो। अब ऊ आउने बित्तिकै म अब यहाँ एक्लो फिल भइरहेछ, मलाई गाह्रो भइरह। अब छिटो बर्थडे सेलिब्रेसन गरेर चाहिँ झ्याम सुत्न पाए हुन्थ्यो भन्ने सोचिरहेको छु मैले चाहिँ। किन भन्दाखेरि एकदमै एक्लो फिल भइरहेको क्या। त्यही भएर Happy birthday to you. Happy birthday to Sabina. Happy birthday to you. So finally हामीले चाहिँ गरिसकेका छौँ होइन बर्थडे सेलिब्रेसन। भनेको जस्तो भएन, शीतलले ढिलो गरी अब यसमा हामीले के गर्न सक्दैनौँ। हामीले पार्ने भनेको ड्याङ अगाडि नै हो। अहिले भने ती पार्छु भनेको पार्न सक्दिनँ। ल ठिक छ, यस्तै छ। अर्को छ हाम्रो यो चाहिँ होइन, अब ठिक छ, अब केही छैन। अर्को बर्थडेमा छ, अर्को बर्थडेमा हामी फुटाउन। अब चाहिँ शीतलले फुटाउनु न, अब म फुटाउँछु।
अब चाहिँ हामी केक काट्छौँ केक काटेर अनि त्यसपछि अब सबिनाको चाहिँ भोलिपल्ट काममा जानुपर्ने हुनाले हामी चाहिँ छिटो केक काटेर खाएर रमाइलो गरेर जामजुम सुतिहाल्छौँ सो यसो अब बर्थडे सेलिब्रेसन पनि भयो कोही सरप्राइज चाहिँ त्यस्तो लागेन मलाई अब मेरो सरप्राइज त खत्रै छ अनि म त रमाइलो गर्ने हो यस कहाँ गयो शीतल सरप्राइजै भएन दाइ त्यही त भने कसले भन्यो त्यो भन्नु त तिमीलाई कसले भनेको थियो भन म सरप्राइज तर मैले यो चाहिँ देखाइदिन साँच्चै नै उताबाट आउँदा मान्छे मात्र सो कसले ड्याङ ड्याङ गरे दिशा ओइ मेरो खोइ अनि छिटो ह्यापी बर्थडे टु मी ओइ फोटो खिच्दै हा दाइ मेरोबाट न उ गर्ने बेला के सबै यहाँ बस केक काट्ने बेला के भिडियो नगरौ न सबैजना हात उ गरेर म मात्र बनाउँछु भिडियो म त्यहाँ ब्लगर हो त 1 2 3 गो सो ह्यापी बर्थडे टु यु ह्यापी धन्यवाद काटिदैन त ला त्यो उ वाला भएर कोही मेरो गिफ्ट कोही के सिक्छ दाइ एकछिन खतम लाग्यो अहिले बिगत सो अब खाइदिइहाल्नु पर्यो दाइ मोबाइल छोड्नु न एकचोटि मोबाइल तल राख्नु न गाइज मेरो चाहिँ गिफ्ट यो छ होइन यस यो गिफ्ट हो सो शीतल बनाइदेऊ त ल ल गिफ्ट त्यो खोल न कस्तो हो ताली बजाऊ सो मैले गिफ्ट दिइसकेको छु सो मेरो गिफ्ट भनेको यही हो ठुलो सानो जे हुन्छ त्यो मायाले दिएको मायाले लिनुहोस् होइन अब यस्तै छ अब गरिब छु अब गरिबले धेरै राम्रो दिन पनि सक्दैन त्यही भएर चाहिँ अब राम्रो मानेर लिनु होला धन्यवाद नराम्रो भयो भने पनि केही छैन अब अर्को वर्ष त्यसपछिको फेरि अर्को वर्षमा दिउँला होइन लिपस्टिक हो कि अनिर पुनमलाई 1 घण्टा खोजेको पुनमलाई 1 घण्टा खोजेको पुलिन गएको रहेछ थ्यांक यू लिपस्टिक आमा किन यति प्याक गर्नुपर्छ बाबु पर्छ त गिफ्ट हो अनि त्यसपछि सरप्राइज दिनु पर्यो नि त मेरो गिफ्ट शीतल ओ मा सो सबैभन्दा ठुलो गिफ्ट भने नि यही हो सानो गिफ्ट भने नि यही हो मेरो गिफ्ट यही हो अब चाहिँ हाम्रो अनिर दोस्तले दिँदैछन् गिफ्ट होइन अब यिनले के दिन्छन् भन्ने थाहा छैन सो गिफ्ट भनेको ठुलो त क्या छ अब हेर कतिको ठुलो छ भन्ने कुरो हुन्छ नानीमा गयो अब धेरै ऱ्यापिङ पनि हुनसक्छ सो यही हो ठुलो सानो भने पनि अब कस्तो हुन्छ भन्दाखेरि अब विदेशी ठाउँमा हो अब गरिब छौँ हामी सबै ओए कस्तो राम्रो के गर्ने र हान्दिहाल कस्तो तिमी त्यो नजिक गएर भिडियो नबनाऊ सब दाइको भ्लग बिगार्दियो भने चिचाउनु नि ब्लग नबनाइदियो तिमी दाइको भिडियो दाइले भ्लग हाल्दियो तिमीले अरे गर्ने हो नि त त्यस्तो त यस्तो गर्ने अनि म त्यहाँ राम्रो छु नि ल छिटो खोल ह्यापी बर्थडे टु यु सो अनबक्सिङ भइरहेको छ यहाँ चाहिँ होइन दाइ तपाईलाई यो चाहियो भनेर उसले थाहा पाउँछ नि त मनको कुरा मनले थाहा पाउँछु सब राम्रो हो यार तिमी खोला न पुरै कस्तो अहिले मेरो अनबक्सिङ गर्नु पर्छ मैले अनबक्सिङ गरेर लिएर आइदिन्छु ल धन्यवाद ए मेरो जस्तै गिफ्ट दियो यार तिमीले त के हो पिङ्क पिङ्क त्यो ग्लास हो यो चाहिँ माइनस हो के हो मलाई थाहा छैन है म त यतिकै दिएको हो यस 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 ए के हो यो त डग हो कि के हो डल कुन चाहिँ डल हो यो बाँदर बाँदरलाई बाँदर आइपुग्यो क्या धन्यवाद म चाहिँ किन हो र तिम्रो हो त्यो तिम्रो सो यो चाहिँ शीतलको गिफ्ट रे होइन अब मलाई पनि यसरी नि दिउन् शीतलले मलाई त कहिले दिन्दिन् अब त्यो खेलाको खेला हेर त मेरो भ्यालु नै हुँदैन म पहिला दिनु पर्दो रहेछ मेरो भ्यालु नै पहिला लास्टमा धन्यवाद सो यो भने शीतलको गिफ्ट मलाई चाहिँ वाउ बेस्ट लाग्यो गर न सबै गर के मक्खै हुन्छ फेरि अहिले किन के कस्तो सो हेरौँ के छ म पनि आतुर भइरहेको छु यसमा त किताबै हुनुपर्ने हो होइन डेली रुटिन बनाउने अब राम्रोसँग पढ्दिनँ भनेर शीतलले ल्याइदियो हो कि सायद जहाँसम्म लाग्छ मलाई चाहिँ अब यसो झट्ट हेर्दाखेरि फोटो पनि जस्तो देखिन्छ तर आजको त्यसमा त म फेलै हो यार ओ के हो यो त्यसमा बर्थडे हो भनेर भने
भनेन आज कसैलाई आइदिउ न मलाई भोक लगाइराखेर धन्यवाद नभने मेरो तर्फबाट गिफ्ट हाम्रो सबैभन्दा मनपर्ने सबैभन्दा स्वादिष्ट भनेको यही हो अचार ल हैन त्यो केही हुन्न सो यही हो वाउ अब त्यो पठाए पनि म खादिनँ के अरे म अर्को म बोल्दिनँ साँच्चीकै हुन्छ म खाइरहेको थिएँ त्यही भिडियो बनाएको सो ल ठिक छ त्यो भयो सबै तिम्रो भयो ल अब समेटेर राखौँ नि त सो अब मेरो गिफ्ट छ होइन अघिको प्र्याङ्क थियो सो फाइनल्ली अब मेरो गिफ्ट आउँदैछ मेरो पनि गिफ्ट आउँदैछ त्यो पनि प्र्याङ्क हो ओके तिमीले म So- स्पेशल ल्याउँछु नि यो चाहिँ मेरो गिफ्ट हो होइन सानो ठुलो भन्यो नि यही हो ल ठिक छ बनाइदेऊ न के हो यस्तो म मेरोबाट पनि पठाइदिन्छु हुन्छ हो राम्रो हात दुखाउनु यो सबिनालाई धन्यवाद मेरो पनि गिफ्ट छ के भित्र थियो थाहा छैन मलाई खोलेर हेर नि यो यताउति हेर्नु पनि खोल्नु नि यहाँ त झ्याप्पै। डस्टबिन आराम मलाई केही भएन लेख्दिन न पनि आएछ यार। हँ? के भयो? Happy birthday। अनि त्यसपछि त्यो खोल्नुभन्दा अगाडि चाहिँ के गर्नु होला भन्दाखेरि यो टक्क यतापट्टि फर्काएर होइन राइट साइड कहाँ गयो यो राइट साइड चाहिँ होइन बिटल लेजेन्ड टक्क लगाएर यहाँ लेखा हुन्छ अरे यो पल्टाएर खोलेर अनि त्यसपछि त्यो पढ्नु होला भनेर भने ह्याप्पी बर्थडे फ्रम विक्रम त्यही हो के विप्लव थाहा छैन मलाई कसम मलाई पनि गिफ्ट आयो एमाजोनले पठाएको दाइलाई ओहो ढिङ्का चिका ढिङ्का चिका धन्यवाद यही हो खोल न कस्तो र अनबक्सिङ प्लिज छिटो रुन चाहिँ नरौ त्यही हो मैले भन्नु त रुन्न यार आँखाबाट त आँसु आइसकेको देख्छ अलि राम्रो छ पुरै पेपर चाहिँ कता खोल न अनि लगाएर नि देखाऊ अनि लगाएर देखाऊ। सुनेर पनि यो गर्नु वाउ ल क्युटी पाई